हेलो सबैजनालाई नमस्ते। आज हामी शाही पनीर बनाउन गइरहेका छौँ। भिडियोलाई हेरिदिनु होला, लाइक गरिदिनु होला, अनि मन परेपछि सेयर गरिदिनु होला। हेलो गाइस, हाम्रो फाइनली प्याज और टमाटर काटेर बोइल गर्न लाउनको लागि रेडी भइसक्यो। त्यसैमा हल्का नमक हाल्ने हो, नुन, खुर्सानीको धुलो अनि पानी हालेर बोइल गर्न लाउने हो। यसलाई टक्क हामीले कुकरमा काटेर हालिसक्यौँ। ल गाइस, हाम्रो प्याज टमाटर बोइल भइसक्यो यता ग्रेभीको लागि। अनि मगज र काजु पनि बोइल भइसकेको छ यता व्हाइट ग्रेभीको लागि। ल गाइस, हामी ग्रेभी पिस्नलाई ग्राइन्डर रेडी भइसक्यो हाम्रो। यसमै हो हामीले ग्रेभी पिस्ने भनेको। खुर्सानीको धुलो, धनिया पाउडर, किचन किङ, गरम मसाला अनि यो शाही पनीर मसाला, नुन स्वाद अनुसार हाल्ने, पनीर घिसेर पनि हाल्ने। ल अब हामी शाही पनीरको लागि पनीर काट्न गइरहेका छौँ। हाम्रो फाइनल्ली शाही पनीर बनेर रेडी भइसक्यो। अब हामी चेक गर्दैछौँ कस्तो बनेको छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, अनि फेसबुक पेजलाई फलो पनि गरिदिनु होला।